Hey guys, good morning. Welcome to my new vlog. फेरि पनि म आइसकेको छु तपाईको प्यारो युट्युबर एकमात्र युट्युबर. सो गाइज हामी चाहिँ जाँदैछौँ. कहाँ जाँदैछौँ? स्केट पार्क. सो अनिपछि आज चाहिँ हामी स्केट पार्क जाँदैछौँ. तिम्रो फर्स्ट टाइम है? थर्ड टाइम. सो यिनलाई मैले स्केट पार्क घुमाउँदैछु यताको, किनभने यिनी काठमाडौँ बस्दै नि. सो स्कुल छुट्टी भएपछि आहान. सो आफ्नो घर हो नि त. अनि पछि यतातिरको स्केट पार्क कस्तो छ त्यही घुमाउन लाँदैछु. सो हामी दुईटा अहिले चाहिँ हामी पुरै 4 जना रेडी भएर अगाडि बढिरहेको छौँ. यिनी दुईटा चाहिँ बल खेल्ने हुन्. कहाँ खेल्न जान्छौ भनौ? ओए राज ओए, कहाँ खेल्न जानुहुन्छ भनिदिनु न तपाईँ. बालापुर. कहाँ हो यो बालापुर? भित्र. सो यतादेखि जाऊँ है. सो गाइज आजको ब्लग हल्का लामो गराउँछु किनभने मलाई वाच टाइम आवर धेरै चाहिन्छ. सो त्यही हो गाइज. स्केट पार्क पनि जाने हो. सो त्यही हो, हामी चाहिँ स्केट पहिला बालापुर जान्छौँ अनि आउँदा फेरि स्केट पार्क पस्छौँ. सो त्यही हो. उता खान दुईटा, यता खान पछाडि दुईटा खान. त्यो त बच्चैदेखि हो नि. सो त्यही हो. अब गाडी कुर्छौँ होला, अटो आउँछ. अटोमा 50 रुपियाँ 40 रुपियाँ राख्दैन र ओए. 50 रुपियाँ लिन्छन् अहिले. पहिला त 40 लिन्थ्यो. पहिला 40 हो अनि अहिले 50. सो अल राइट. ओए हेरे है, मैले लगभग कति बजे हाल्छु, कति बजे फर्किन्छौँ हामी? 5-6 बज्छ. ह्यान्डसम त हुने. पेटमा छ त ह्यान्डसम देखिन्थ्यो कि डक्टरले भन्छ. डक्टर. सो त्यही हो गाइज. अब चाहिँ हामी गाडी कुर्नु पर्ने हुन्छ त्यता गएर मेन बाटोमा. सो त्यही हो. अल राइट गाइज, अहिले चाहिँ हामी अटो कुरिरहेको छौँ. 4 जना बसिरहेको छौँ. सो त्यही हो. अटो आपार अटोमा बस्दा आउने कुरा भएन. सो त्यही हो. अब चाहिँ अटोमा बसेर जानुपर्ने हुन्छ. स्केटमा भिडियो गराउँछु र बालापुर पुगेपछि. सो त्यही हो. सो अल राइट गाइजहरू, अहिले चाहिँ हामी हिँडिरहेको छौँ. अन्त त्यही हो, ई सेवामा पैसा हालिसकिन्छ अटोवालाको मोबाइलमा. सो त्यही हो. अनि सो गाइज अहिले चाहिँ हामी बालापुर आइसकेको छौँ. बुढगाउँबाट अब भित्र बालापुर पस्नुपर्ने हुन्छ. हामी चाहिँ जस्ट जेलमा हिँडिरहेको छौँ. मान्छेलाई केटीलाई नहेर है, उतातिर चाहिँ केटीहरू आएन, कोही केटीलाई नहेर है, आँखा यस्तो गर्ने हो. सो गाइज अहिले चाहिँ यसरी हिँडिरहेको छौँ हामी. नहेर है, कसैलाई नहेर है. सो त्यही हो. अब चाहिँ हामी बालापुरको फिल्डमा पुगेर भेट्नु पर्ने हुन्छ. सो त्यही हो. सो गए तिनीहरू चाहिँ देखाइदिएर हामी चाहिँ देखाइदिएर के उता बाहिर लुन मन छ. देखाइदिए के कसको? नि नै केही नि होइन के. सो गाइज अहिले चाहिँ हामी कोही केटीलाई हेर्दैनौँ. सो त्यही हो. हामी चाहिँ अहिले हिँड्दैछौँ जङ्गलमा. जङ्गलतिरको बाटो छ नि बालापुरको फिल्ड, त्यही भएर. सो अनि पछि स्केट जाने हो. सो केटाहरू चाहिँ यस्तै छन्. सो त्यही हो. कताबाट जान्छ र हो? सो बालापुरको फिल्डमा पुगेपछि हामी फिल्डमा आइसकेका छौँ. हेर्न सक्नुहुन्छ. सो अनि यतातिर नाचिरहेको छन्. पानी खाने हो नि त. सो त्यही हो. सो अलराइट, अब चाहिँ हामी जान थालेछौँ. अब बनगाई पस्छौँ अनि पछि स्केट पार्क गइन्छ. सो त्यही हो.
सो अनिपछि कोक किनेको छौँ खाँदै खाँदै जाने हो नि त यतातिर बालेनको डोजर हेर्न सक्नुहुन्छ सो अनिपछि हामी चाहिँ अब स्केट खेल्न जानु लाग्यो सो बालेनको सहर अहिले यस्तो हो पुरै बालेनको सहर है हेर्न सक्नुहुन्छ सो अनिपछि हामी चाहिँ अब जानु लाग्यो स्केट खेल्न सो अनिपछि अझै हामीलाई 15 मिनट लाग्छ यत्तिकै हिँड्ने भएर सो हामी चाहिँ अहिले बालापुरदेखि हिँड्दै आएको अहिले चाहिँ यता चप्पल गाउँ पुगिसकेको छौँ अनि सो त्यही हो अहिले चाहिँ हामी यता आएको छौँ यता हेर्नु केटीले सिकाउने हो केटीले सिकाउने हो पागल कसले सिकाउँछ केटाले सिकाउने होइन आफै खेल्ने हो कि फर्स्ट टाइम हो फर्स्ट टाइम हो कि फर्स्ट टाइम लाउँदा यस्तो लाउँदैन कता हो र टिकट हल्का देख्छ फर्स्ट टाइम यता हेर्नु फर्स्ट टाइम टुक्कै कता हो टिकट काउन्टर खेलिसकेछ तिमी रुगा उही 5 ऊ हो कि जित न हल्का भिडियो गराउँदैछु के कति हो सो 150 भन्नु सो गाइज अहिले चाहिँ हामी यो हाम्रो साथी मलाई पनि अर्को भिडियोमा देख्नुभयो होला हामी पुरै मार्बल बहायो मलाई हाँसो लगाइरहेको अनुपम एउटा हो किन खेल्दैनौ एउटा हो तल आउँछ हो स्किट खेल्न कसम खै खेल्दो बहुत राम्रो खेल्दो रहेछ मलाई सिकाए है हुन्छ हरि ब्लक 420 हो क्या हरि ब्लक 420 समात्तो ओए ओए आइदैन अनुपम ओए तिमी खेलाइदियो मैले भिडियो बनाइदिदेऊ न हेर गए क्यामले दबा थियो ल गाइजहरु अब चाहिँ म उठ्छु समात्तो ल कस्तो खोल हरि एकछिन तेरो साथी खेल्छ ले कपाल काटो जस्तो हो न यत्रो खस्छु कि अरे सिधा बना के यस्तो पुले उम्मे ल दामी ट्याक के हो यस्तो होइन के यता यस्तो होइन कि ट्याक्क यस्तरी ट्याक्क आफै अगाडि जान्छ बुझिस् अरे उठा मात्रै हिँड्नै ए उठा यस्तरी उठा म खेल्दैन यार अब त जुत्ता खोल ल चप मैले खोलिदिन्छु सो गाइज प्याक यार हामीले त सकिन्न यार उठ्नै सकिन्न पहिला बहुत गाह्रो हुन्छ अनि पछि बल्ल सजिलो लाग्छ र सो अलराइट अहिले चाहिँ अम्ब्रेलाको जस्तो हो हेलो गाइज ओके ओए रुबी सोई चाचरी खेल न मैले भिडियो गरिदिन्छु के हो र हजुर हुन्छ यहाँ आइज न एकचोटि यहाँ आइज न कहिले हो हाम्रो स्कुल खै मलाई थाहा भएन यार म त पैसा गएर आउनु होला काम अड्दै बस्छु म त के काम खै लेबर काम भर्मेन्ट खोजिदिने यहाँनिर किन लेबर काम गर्छस् त न्यु इयरमा हुन पर्यो नि अहिले होइन खर्च पानी त्यसको लागि ल के ल गएँ म ल आइज ल आइज
ओ दामी यस्तै नै खाने खास यस्तै होइन हालिदिए त्यसबाट म किनिदिन्छु हुन्छ 50 को हुन्छ किनिदेऊ सो के खाने त 50 को सो अहिले चाहिँ हामी स्केट पार्कबाट नै आइसक्यो कोक छ अङ्कल 50 होला एउटा अनि यो रोलिङ छ दुईटा माग्यो यो के हो र ओइ कुन वाला यो कौन खाने यो करेन्ट यो खाने खाइदिन्छु हुन्छ सो अलराइट चाहिँ जाउँ पहिला तिमी देखाउला के हुन्छ खोल भाइ खोल हाल्छु होइन कि कति यार धुलो छ यार एउटा कुरो थाहा हो तिमीलाई पहिला को खाम के पहिला को खाम के गर्ने त फेरि खोलिहाल्यो है बहुत धुलो भयो यार गाडी बाल लाग्दैन अब स्किट खेलेर त आइगयो बिसानी मैले अझै सिक्थेँ नि यार तिमी नआत्तेका भए साला यहाँ रोके हो गाडी सो अलराइट पाँच बजिसकेको छ अहिले चाहिँ हामी बसमा चढेर नि यता आदि पाएको होइन यस्तै हो मेरो फोन फुट्यो भनेको ए सो अलराइट अहिले चाहिँ हामी यस्तै छ अब घर गएर भेट्नुपर्ने हुन्छ हजुरहरूलाई सो अहिले चाहिँ हामी स्केटमा कतिचोटि लोटे कमेन्ट गर्नु होला गनेर साला सुरुमा त कस्तो उभिनै नसकिने रहेछ यार